त्यही भएर अब चाहिँ प्रतिस्पर्धी सबै हो, कसले मिलाउँदो रहेछ, कसले रेड बुल खान पाउँछ, कसले 1000 रुपियाँ लिन्छ, अब थाहा हुन्छ है गाइज। ल इन्ट्रेस्टिङ छ है। ल है साथीहरू, अहिले चाहिँ हामी एउटा सानो गेम खेलाम भनेर गेमको लागि चाहिने सामग्रीहरू किन्नको लागि यहाँ डिलरमा आइसकेका छौँ। हाम्रो गेम चाहिँ अब देखाउँछु मैले कस्तो हुन्छ भन्ने कुरा होइन। आज यसो मान्छेहरू घरमा भएको बेलामा एउटा गेम खेलाइदिउँ भनेर यसो दिमागमा आयो, त्यही भएर। किनेको कोल्ड ड्रिङ्क्सहरूसित अब म एउटा सानो गेम प्ले गर्न गइरहेको छु। अब सुन्नु है, रुल चाहिँ कस्तो भन्दाखेरि अब त्यो पैसाहरूको तलपट्टि होइन एकुन्टा हामीले कोल्ड ड्रिङ्क्सहरू राखेछौँ होइन, अनि हजुरले चाहिँ सेम कोल्ड ड्रिङ्क्स माथि सेम कोल्ड ड्रिङ्क्स पार्नु भयो भने चाहिँ त्यो पैसा पनि हजुरको हुन्छ होइन। अनि त्यसपछि त्यहाँबाट कोल्ड ड्रिङ्क्स पनि हजुरले खान पाउनु भयो क्या, बुझ्नुभयो कि नै। अब हजुरले त्यहाँबाट रेड बुल निकालेर रेड बुलै माथि राख्नु पर्यो क्या, रेड बुल निकालेर स्प्राइट माथि राख्नु भयो भने फेरि भएन क्या, फेल खानु भयो क्या हजुर। यो पर्न सक्छ कि यसमा सम्भावना धेरै छ। केमा छ होला दाइ? ल मिलेन दाइ, मिलेन है। ल हजुर जानु, हजुर जानु। ल अब त्यो त्यही राखिदिनु, त्यो त्यही राखिदिनु, त्यो त्यही राखिदिनु, त्यो त्यही राखिदिनु हो। ल चन्द्र आऊ। ल तिमीले हेरे क्या ल मिलेन है, मिलेन है, तिमी नि फेरि खायो। ल जाऊ फेरि, त्यो त्यही राख, त्यो त्यही राख, त्यो जाँड ल्याएको थियो त्यही निकाल हो। यो पालि चाहिँ मिल्न सक्छ अब यस्तो खतरा तरिकाले। यो पालि म रेड बुल खान्छु। रेड बुल यसको म यहाँ राख्छु अब यसलाई। रेड बुल त 1000 मुनि थियो होइन दाइ? यो 1000 मुनि यो चेन्ज भयो, यो यहाँ 10 को मुनि राखेर फेल 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 भयो। लाउ चन्द्रु अघि नै हामीले चिन्दै राखेको भयो त्यो होला ल तिमी पनि फेल 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 फेल। गाइज अब चाहिँ हाम्रो गेम अघि चाहिँ दुईजनाले मात्र ट्राई गर्दाखेरि चाहिँ खासै मिलाउन अलिक गाह्रो भयो होइन। त्यही भएर अब चाहिँ प्रतिस्पर्धी सबै हो है, गोविन्द पनि, परशुराम दाई पनि, चन्द्रु अनि हाम्रो कैलाश दाई पनि सबै अब प्रतियोगितामा अब भाग लिइसक्नु भयो। अब म भित्र गएर त्यो ऱ्यान्डमली त्यसलाई सफल गर्छु होइन। त्यसपछि त्यहाँबाट हेरौँ कसले मिलाउँदो रहेछ, कसले रेड बुल खान पाउँछ, कसले 1000 रुपियाँ लिन्छ, अब थाहा हुन्छ है गाइज। ल इन्ट्रेस्टिङ छ है, पुरै हेर्नु, पुरै पुरै। ल ल है, मिलेन मिलेन, जानु जानु। ल अब कैलाश दाई आइसक्नु भएको छ। ल कैलाश दाई ढुक्क भएर है, ढुक्क भएर। पैसा माथि होइन, अब जहाँ राखेर हुन्छ दाइ, पैसा माथि राख्नु ट्याक्क एउटा निकालेर। मिलेन दाइ, मिलेन मिलेन। ल गोविन्द आइसकेका छन्। ल गोविन्दले रेड बुल उठाए 20 माथि 10 माथि। ल मिलेन गोविन्द, मिलेन। होइन त मिलेन, मिलेन भने मिलेन चाहिँ म अघि नै लिची उठाएको थिएँ, म रेड बुलै उठाउने। यो रेड बुल 1000 मै छ है, होइन यो 100 मिल्नै लाग्यो। ओ ओ नो, 1 मिस भयो। ल दाइले क्यालकुलेसन त ठिकै हो तर मिलेन है साथीहरू होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ पर्वत दाइ। ओ नो, चन्द्रजीले ल मिलाउनु भएको छ, उहाँलाई जोरदार तालीले। ल परशुराम दाई आउँदै हुनुहुन्छ। एउटा त मिलाएको छन् होइन भनेपछि अहिले मैले नि रेड बुल उठाएँ है, रेड बुल उठाएर मैले 10 रुपियाँमा राखेँ। आइज नो, मिलेन यार दा यार। ल है अब फेरि कैलाश दाई आइसक्नु भएको छ। अब कैलाश दाईले के उठाउनुहुन्छ हेरौँ। रेड बुल। ओ नो, सबैको दिमागमा रेड बुल नै परेको छ तर उहाँहरूलाई थाहा छैन कि रेड बुलमा घाटा छ। ओ नो, ओ नो,
मिलो 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 है ल कैलाश दाइले फेरि जित्नु भएको छ ल गोविन्द आइसकेका छन् अब टक्क गोविन्दले अब मिलाउँछन् कि मिलाउँदैनन् है त साथीहरू ट्याक्क ओ नो मिलेन किन यस्तो ल मिलेन है मिलेन गाइस तपाईँले देख्न सक्नुहुन्छ शिव दाई आइसक्नु भएको छ अब हेरौँ है शिव दाईले मिलाउनुहुन्छ कि मिलाउनु हुँदैन वाउ मिलेन भन्न नमिल्ने अब मिलो दाईले मिलाउनु भयो ठिक छ ल आम चन्द्रजी आम ल उहाँले अघि एउटा ठुलो विजेता भइसक्नु भएको छ उहाँ अघि नैको अब फेरि उहाँले चाहिँ जित्नुहुन्छ कि जित्नु हुँदैन हेरौँ है त साथीहरू सोचेर कता छ भनेर है ट्याक्क मिलाएर है ओ नो चन्द्रजीले भर्खरै फेरि मिलाउनु भएन ल ठिक छ अब अर्कोचोटि फेरि प्रयास त मिलिहाल्छ होइन अब कसको पालो अब पर्वत दाइ फेरि आइसक्नु भएको छ अब त लास्टै भयो आउनु भन्छ होइन किन भन्दाखेरि सुरुदेखि नै प्रतियोगिता हो सुरुदेखिको प्रतियोगी हो नि त पर्वत दाइ आएकै छैन ओ नो पर्वत दाइ क्या हारेको यस्तो यार तपाईँले त ठ्याक्कै मिलाइदिनु भयो भन्न नमिल्ने अब क्या मिलाउनु भएन राखिदिनु दाइ रिटर्न मिलेन क्या मिलेन क्या त्यो त्यहाँ सार्नु न त्यो अरूले देख्नु न फेरि अहिले थाहा पाइहाल्छ नि तिनीहरूले फेरि त्यहाँ त्यो होइन त्यो त मिल्या हजुरले मात्रै बिगारेको राख्नु बास हो ल भयो ल अब त्यो देखेकाले थाहा पायो नि त त्यहाँ मुनि के छ भन्ने ल अब फेरि परशुराम दाईको इन्ट्री भइसकेको छ ल परशुराम दाई कोक मिलेन दाई कोक मिलेन ल है त अब परशुराम दाईको पालोमा एउटा ढुक्क मिलाउनुहुन्छ ल कैलाश दाई आइसक्नु भएको छ है फेरि कैलाश दाईले ठुलै जित्नु भयो कैलाश दाईले रेड बुल र 500 जित्नु भएको छ अगाडि ल है ट्याक्क है ल कैलाश दाईले अब कुन उठाउनुहुन्छ ल कोका कोला है कोका कोला कता होला कैलाश दाई ल ओ नो ल कैलाश दाईले फेरि जोरदार तालीले कैलाश दाईलाई बधाई ल अब पालो कसको ल गोविन्द आइसके अब गोविन्दले ट्याक्क ओ नो मिलेन भन्न नमिल्ने मिल्यो गोविन्द मिल्यो ल अब अर्को त तिमीलाई थाहा भइहाल्यो अब अर्को पनि राखेर पायौ तिमीले ल गोविन्दले पनि 2टा जिते है लास्टमा ल गोविन्दलाई तालिका साथ बधाई ज्ञापन अब आजको हाम्रो गेम सकिसकेको छ हाम्रो गेममा सबैभन्दा ठुलो विजेता को बन्नुभयो अरे कैलाश दाईले चाहिँ एकचोटि 500 जित्नु भयो अनि अर्कोचोटि ए 1000 जितेको चन्द्रु यहाँ छन् नि त यहाँ मेन विजेता चाहिँ हाम्रो यहाँ हुनुहुन्छ चन्द्रुजीलाई धेरै धेरै बधाई अनि त्यसपछि बल्ल हाम्रो कैलाश दाईले जित्नु भयो अनि त्यसपछि बल्ल पर्वत दाई त हार्नु भयो होइन हार्नु भयो हजुर त हार्नु भयो हजुरलाई चाहिँ लाज लाउनु पर्ने पर्वत दाई यार हजुर त सुरुमै खेलेको मान्छे यस्तो अब परशुराम दाई हार्नु भयो केही जित्नु भएन ल केही खान पाउनु भएन ल अब हाम्रो यहाँ गेम के हो भन्दाखेरि अब जसले जित्नु भयो नि उहाँहरूले चाहिँ आफ्नो अब 2-2टा कोल्ड ड्रिङ्क्सबाट 1 कुन्टा चाहिँ नि अरूलाई हारेकालाई स्पोन्सर गर्नुपर्छ है त अब चन्द्रजीले फ्रुटीले 1000 रुपियाँ जित्नु भयो भने चाहिँ अब फ्रुटी कसलाई स्पोन्सर गर्ने चन्द्रजीले मैले अब हारेकालाई गर्नु पर्यो हारेकालाई गर्नु पर्यो नजितेकालाई मेरो फेन्टा स्पोन्सर छ एउटा ओ नो ल पर्वत दाई हजुरलाई फेरि घाटा लाग्यो यार गेम त जित्दैन तर रेड बुल खान पाउनु थियो नि त फ्रुटी स्पोन्सर आयो यार हजुरलाई ल अब ल एउटा फेरि चन्द्रजीलाई यो फ्रुटी प्रदान गरिन्छ ल अब उहाँलाई यसो यो 1000 रुपियाँ पनि ओहो ल पैसा अहिले दिन्छु है मैले यो अहिले यहाँ टेप टाँसेको रहेछ अनि हाम्रो रेड बुल कसले जित्नु भएको अरे हाम्रो कैलाश दाईले रेड बुल जित्नु भएको होइन कैलाश दाई अब हजुरले एउटा रेड बुल चाहिँ पाउनु भयो अर्को रेड बुल कसलाई दिनुहुन्छ हजुरले होइन हजुरले जित्नु भएन होइन ल ठिक छ ल उहाँले चाहिँ नि एउटा रेड बुल चाहिँ परशुराम दाईलाई दिइसक्नु भएको छ अब अर्को विजेता हाम्रो नेत्र दाई हुनुहुन्छ
दाइ हजुरले चाहिँ एउटा फेन्टा जित्नु भएको होइन फेन्टा हजुरले एउटा त हजुरलाई मैले दिइहालेँ होइन अर्को फेन्टा चाहिँ हजुरले कसलाई दिन चाहनुहुन्छ गोविन्दले पनि जित्यो तिनलाई पाउनु भनेपछि अब हामी सबै सक्यो ल ठिक छ यो तपाईँको दुईटा आफ्नो भयो ल पछि परेर हजुरलाई फाइदा भयो है हाम्रो कोकका विजेता को हुनुहुन्छ अरे कैलाश दाइ कोकको विजेता कैलाश दाई हुनुहुन्छ हाम्रो कोकको विजेता फेरि एउटा कोका कोला आइसक्यो र अर्को कोका कोला चाहिँ यो यहीँ रहन्छ है कैलाश दाई यो हजुरको चाहिँ हो अहिले चाहिँ हजुरले लिएर जान पाउनुहुन्छ है अहिले चाहिँ हामी फाइनलमा खाने बेलामा अहिले कहिले कसैलाई दिन परेन अब अर्को विजेता हुनुहुन्छ हाम्रो गोविन्द लामिछानेजी जसले दुईटा जित्नु भएको छ लिची जुस र अनि स्प्राइट दुईटै जित्नु भएको छ उहाँलाई बधाई एकदम धेरै धेरै बधाईका साथ उहाँलाई 70 रुपियाँ पनि म अहिले एकछिनपछि प्रदान गर्नेछु भन्दै आजको हाम्रो खेल यहीँ सकिएको घोषणा गर्दछु है त ल कस्तो लाग्यो त गेम मजा लाग्यो कि नै गेम हारे पनि रेड बुल चाहिँ खान पाइयो खान पाइयो होइन त्यसैमा खुसी छु